नमस्ते दाई। नमस्ते हजुर, नमस्ते। हजुरको नाम? मेरो नाम राजेन्द्र श्रेष्ठ। ल दाई, आजको पेट्रोलको रेट तपाईँलाई थाहा छ? थाहा छ हजुर। कति पुग्यो नि? अब 219 रुपियाँ पुगिसकेको छ पेट्रोलको रेट। भनेपछि पहिला जतिको तपाईँको आवत जावत छ कि अलिकति कम गर्नु भएको छ? पहिलाको जतिको त अब त्यति छैन। अब विशेष कामले म निस्किने गरेको छु, कामभन्दा बाहेक म निस्किने गरेको छुइनँ र अलिक कन्ट्रोलै गरिरहेको छु। निस्किँदाखेरि कामै पऱ्यो भने निस्किने हो, नभएदेखि अब पेट्रोल हाल्नु गाह्रो छ। हजुरहरूलाई थाहा छ नि त। जस्तो अब यो पेट्रोलको भाउ पहिलाभन्दा त निकै बढेको छ नि त, होइन? पहिलाको भन्दा एकदमै बढेको छ। र यसलाई अलिकति जनतालाई सहज बनाउनको लागि सरकारले कस्तो नीति नियमहरू ल्याउनु पर्छ जस्तो लाग्छ तपाईँलाई? अब यो जनतालाई सहज भन्दा पनि अब यो विदेशबाट आउने कुरा हो, हाम्रो देशमा बन्ने कुरा पनि होइन यो। अब सरकारले नि चाहेर पनि नसक्ने कुरा हो। तर सरकारले चाहिँ सकेसम्म अब हामी जस्तो मध्यम वर्गको मान्छेहरूलाई हिँड्नु पर्दा चाहिँ अलिकति गाह्रो भएको कारणले गर्दा चाहिँ केही सहजता अप्नाउनु सकिन्छ भने त्यो सहजता चाहिँ गरिदिएको राम्रो भन्न चाहन्छु म।